गाइस व्लग अनि अहिले चाहिँ भर्खर पानी परेर अघि पानी परेर रोक्यो जुन मैले बिहानको भ्लगमा भन्ने होला फेरि त्यो भ्लग एन्ड गर्ने बित्तिकै फेरि पानी पऱ्यो अनि अहिले चाहिँ यहाँ चाहिँ मैले डल्लै साफ देख्दैछ गाइस के भयो गाइस यहाँ चाहिँ हिमाल देख्दैछ गाइस यहाँ चाहिँ हिमाल देख्दैछ गुरिका भाग्यो वेलकम टु माई फ्रेन्ड्स च्यानल अनि कहाँबाट ल्याएको इस्कुस साँच्ची हजुरहरूको बारीबाट ल्याएको कि उसकै बारीबाट ल्याएछ अब उसको ककुले के भन्छ उसलाई अन्त अनि मैले ड्राइङ स्टार्ट गरेको छु गाइस मैले दुईटा ड्रइङ हालेको छु अनि गाइस मेरो साथीको साइकल हेर्नु पर्ने लाइट गाइस लाइट अन गरेँ हामीले चाहिँ गाइस दिस इज माई साइकल यो मेरो साइकल यी साथीको मात्रै गाइस यी हावा फुस पङ्क्चर अनि यो हेलमेट चाहिँ यो यहाँकै भइसक्यो मेरो थियो यो चाहिँ सिङ्गला जाँदा माग्यो सिलगढी जाँदा सानो भयो भने मिलाइदिन्छु गाइस म त्यो हेलमेट अनि अहिले चाहिँ त्यो मान्नु उसले लफरा गरिकन आयो होला मान्नु गएकोमा आउनु ए गाइस मैले अस्तिको पेटमा देखाएको थिएँ यो चाहिँ हाम्रो बिस्कुटा हो अनि उहाँ चाहिँ ग्याङहरू आउँदैछ उहाँ चाहिँ ग्याङहरू आउँदैछ गाइस भागौँ होला कुकुरको ग्याङ आउँदैछ यहाँ चाहिँ गाइस अनि हाम्रो चाहिँ एउटा बहिनी छ कि जहिले पनि कम्प्लेन गरिरहेको कम्प्लेन गर्छ मलाई कम्प्लेन नगरेर अङ्कल आन्टी बाटो हुँदैन उसरी कम्प्लेन गर्छ उसले मलाई हिर्कायो भनेर अहिले चाहिँ पानी परेर भ्यू जस्तो भइरहेको छ गाइस त्यो बहिनीको कुनीको आयो म त एकछिनमा देखाउँछु अनि अहिले चाहिँ फेरि बादलहरू माथि आउँदैछ यहाँ चाहिँ भाइ त कति देखाउँछ होइन यो हेरिदिनुहोस् गाइस म तपाईँलाई लान्छु यो बहिनीकोमा यो बहिनी चाहिँ हेब्बी सातुर छ ऊ घर जाँदैछ अनि ऊ चाहिँ अलिक भित्र जानुपर्छ त्यो बहिनीको जुम गरेर बहिनी यो गर्छु भनेपछि गर्छु अनि अहिले चाहिँ यो लाइनहरू चाहिँ उनीहरूको भोलि हाम्रो यहाँको चाहिँ बिग्रिरहेको छ ऊ चाहिँ घर गएको अरे अब उसले चाहिँ अब त्यो लफडा गरिराखेर आएको छ मान्डु डाँडाकोमा उसले चाहिँ लफडा गरिराख्छ होला अनि अहिले चाहिँ यहाँनिर गएको घर गाइस एउटा चिज उसको च्यानल छ देखाइदियो हामी चाहिँ अघि हेर्छ शिवन्य इलेक्ट्रोस गाइस यस्तो फोटो आउँछ यो मेरो सानोको हो अनि यस्तो आउँछ यो चाहिँ सिङ्गाको भ्यू हो गाइस यो चाहिँ मैले पिज्जा उसको हेलमेट हेर्नुहोस् अघिको देख्नु भयो गाइस जहिले सिलगढी जाँदा अलिक त्यही एकछिन तपाईँले हेर्नुहुन्छ अनि उसले चाहिँ त्यो भ्लगहरूमा कहिले गीत कपी गरिरहेको छ ए उसको हेलमेट हो मेरो हेलमेट हो गाइस यो चाहिँ मेरो पापाको हेलमेट हो गाइस ल बाई एन्ड टेक केयर गुड नाइट सो गाइस उसकोबाट त गुड नाइट म त फेरि राति पढाउँछु बस अस्ति चाहिँ एउटा इन्सिडेन्ट्स भयो शिवदिया लेखिरहेको थियो मेरो आमाको फोनमा चाहिँ म चाहिँ त्यो फोनमा कल गरेँ खास त त्यो उसको पापाको पुरा बर्थडे छ हेलो भन्यो त छिटो राखेँ त्यो इन्सिडेन्ट्स चाहिँ उसलाई भर्यो अघि भर्खरतिर होइन पहिलाबाट गयो सरी गाइस अनि अहिले चाहिँ यहाँ राति हुँदै जाँदैछ अब राइट भ्लग पनि बनाउँछु सो थ्याङ्क यू सो मच गाइस यो भिडियोहरूको लागि सो एकछिन गाइस उसले केही देखाउँछ होला गाइस यस्तो ड्रइङ पनि बनाउँछु भोलि म गाइस म बनाउँछु त्यस्तो हामी दुईजना सेम ड्रइङ बनाउँदैछ है
हुन्छ गाइस त्यो गर्नु यसले चाहिँ बाई बाई एन्ड टेक केयर सो थ्याङ्क यू सो मच गाइस भिडियोहरूको लागि सो थ्याङ्क यू सो मच बाई टेक केयर